के छ म्याडम? आज हामी बेलुकाको समयमा यसो सर्कसतिर घुम्दै चिसो हावा खाँदै सर्कस नजिकै प्याराडाइज यहाँ समुद्रको किनारमा बसेर हामी र यता बाबु उता साथीहरूसित गफ गर्दैछ। आज एउटा बेलुका भए पनि घुमिरहेको अवस्था छ र जहाँ अहिले रोडमा एउटा दिनभरिको कामको थकाइ भेट्दै यहाँका वरिपरिका मानिसहरू एउटा मनोरञ्जन लिइरहेका छन्, जहाँ कि यही खानेकुराहरू पाइने र खाँदै यहाँको सामुद्रिक हावा लिएर बसेका र आनन्द मनमा रमाइरहेको अवस्था छ। आज बुधबार मान्छेको भिड त धेरै रहेछ नि बाबा, किन हो? अब त्यो कुरा मलाई त त्यति थाहा छैन। अब यो कुरा तिमी बाबुसितै मैले सोध्दा राम्रो होला, किनकि त्यो बारेमा त मलाई केही थाहा छैन। अब आज यहाँ बुधबार हो, यिनीहरूले बुधबार शुक्रबार र शनिबार चाहिँ यिनीहरूले मेला लगाएको हुन्छन्। अब यहाँको टुरिस्टलाई चाहिँ आउने वातावरण बनाएको हो, अनि यहीँ लोकल मान्छेलाई चाहिँ आएर घुम्ने वातावरण बनाइदिया हो होइन। ल हेर्नु यहाँ अब यस्तो बाइनोकुलरहरू पनि छ। म अब ट्राई गर्नु बाइनोकुलर। Like to try some Oh yes, my dad want to try. Oh, okay. वाह, That's oud. विचार गर्नु त, सुन्नु न कस्तो रहेछ। मन पर्यो? ठिक छ। सर्प लगायत धेरै बिर्सेर हिँड्ने जनावरहरू राखेको रहेछ र त्यहाँ एउटा बच्चालाई सर्प बेरेर त्यो बच्चा हुन नलागेको होइन, त्यो सर्पसित त्यो बच्चा एकदम सुरु कट्टर मुटु भएको रहेछ। तपाईँले सर्व समाउने हो? खेल्दैछु। कम्प्युटर अगाडि हुनुहुन्छ त? होइन, यो के खेल हो, एउटा खेल हो यिनीहरूको जुवा जस्तै। यो पनि पैसा राखेर खेल्ने हो। ए देखाले एउटा कम्प्युटर जस्तो छ। $5 भइसक्यो, $5 फेरि राखेको छु। बिसले खेल्दा $5 भइसक्यो। म अब बेलुकाको जाडो हो, यहाँ पसलमा आएर एउटा कम्प्युटर के पसल हो? त्यो नेपाली पसल। कहाँ नेपाली पसल हुन्छ यो? 7-11 भन्ने एउटा पसल हो। मैले आफै कफी बनाएर दिँदैछु। ए ल एक वर्ष अगाडि बनाएको याद छ कि छैन? त्यहाँ बन्द रहेछ यता। रेगुलर कुन कफी खाने हो? कफी खाने आफै बनाएर खाऊ है, आफै बनाएर खानु पर्दैन। मैले बनाइसकेँ मेरो लागि। ल तपाईँ यता सर्नु, ल सर्नु यता, तपाईँ बनाउनु आफ्नो। त्यो रेगुलर कुन कफी खाने हो? ए दुईटामा एउटा चुज गर्नु। सबै मिल्कै हो। म त खान्न बाबा। भयो बाबा? के गर्दै हो? सुगर
यति हो नि अरू केही खाने होइन हो त के किन्ने हो मम्मी एउटा ल्याउने क्या के पाउरोटी के लगाइनु के पाउरोटी खै क्रिमवाला पाउरोटी क्या ल लिनु ल के कुन पाउरोटी हो आफै निकाल्नु यति हो उयो झोला पनि छ चाहिन्छ भने त्यहाँ राख्नु त्यहाँ राख्ने नि खाने ल जानु बाबा मिलेर खाने होला नि एउटा मात्रै ल्याउँछ हामी यहाँ सर्कस हेर्नु जाने हो त्यहाँ यो फ्रीमा हामीले हेर्न पाइन्छ त्यहाँ दर्शक गर्नुपर्ने नजाम ल जान जान ओइ यसले त आफै बनाएर नि If you do like it, you can definitely stream it. I would appreciate the support. Scan the QR code and those kind of stuff. Anyway, this is September. I hope you enjoy. हाम्रो अस्ट्रेलियाको सबभन्दा अल्को बिल्डिङ जहाँ कि 78 तला छन् भने यसमा जुन टावरले गर्दाखेरि यो सबभन्दा अस्ट्रेलियाको सबभन्दा अल्को एउटा टावरको रूपमा यो बनिएको छ ए हो धन्यवाद ल ठिक छ